हेलो साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज मेरो मम्मीको बर्थडे भनेर त सबैलाई थाहा नै छ होइन, किनकि मैले बिहान पनि एउटा पोस्ट हालेको थिएँ मम्मीको बर्थडेको विस गरेको पोस्ट। अनि अहिले चाहिँ यति बेला म स्कुलबाट फर्किँदैछु अनि स्कुलबाट फर्किने क्रममा म चाहिँ रूपा मिसको पसलमा गएर चाहिँ यो एउटा ह्यान्डमेड फ्लावर लिएर आएको छु। मैले चाहिँ उहाँलाई पहिलेदेखि मेरो मम्मीको बर्थडेको लागि बनाइदिनु है भनेर भनेको थिएँ अनि उहाँले बनाइदिइसक्नु भएको छ। अनि आज चाहिँ मैले यो ह्यान्डमेड फ्लावर चाहिँ मम्मीलाई गएर दिनेछु अनि मैले उहाँको रियाक्सन पनि हेर्छु कस्तो हुन्छ। अनि यो चाहिँ मैले यही ब्यागभित्र राखेर यसरी चेन लगाएर जान्छु अनि त्यसपछि लगेर उहाँलाई सरप्राइज दिन्छु। फ्लावरलाई ब्यागभित्र राखिसकेँ अनि त्यसपछि अब गएर सिधै मैले त्यो फ्लावर मम्मीलाई गएर दिन्छु। अनि हेरौँ मम्मीको रियाक्सन कस्तो हुन्छ। धेरै ठुलो गिफ्ट दिन सकेन योचोटि मम्मीको बर्थडेमा, यही सानो एज ए स्मल गिफ्ट है। त्यही पनि मम्मी खुसी हुनुहुन्छ होला भनेर चाहिँ आशा गरेको छु। साथीहरू अब चाहिँ म तपाईहरूलाई डाइरेक्ट घरमै पुगिसकेपछि बाँकी भिडियो देखाउनेछु। अनि अहिले चाहिँ म घरतिर पुग्न लागिसकेको छु। मेरो घर त्यही नजिक छ अनि आज चाहिँ म मेन बाटोबाट नआएर यो खेतबाट आएको छु। म घरनिर पुगिसकेको छु र मम्मी पनि यहीँ हुनुहुँदो रहेछ। यहाँ धारामा पानी भरिराख्नु भएको छ मम्मीले। मैले मम्मीलाई भित्र आउनु है भनेर बोलाएर अनि म रुममा आइसकेको छु। मेरो रुम यही हो। अनि अब मैले यहाँ ब्याग राख्छु, यहाँबाट फ्लावर यहाँ छ मैले राखेको यहाँनिर, यहाँ छ रेडी छ यो। मम्मी है साथीहरू मम्मी आउँदै हुनुहुन्छ। मम्मी आउनुभयो, बस्नु न मम्मी। ह्याप्पी बर्थडे। कति खर्च गरेकोलाई मेरो छोराले त बाबु धन्यवाद दिनु, धेरै 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 उन्नति प्रगति गरे।